हेलो हेलो यहाँ अगस्टले हाम्रो फोटो खिचिदिनु भयो यहाँबाट ब्लग सुरु भयो हाम्रो मुखमा पुस्तकारी कस्तो लाग्यो गुड म्यान रियली गुड यस्तो प्याकेजिङ है दामी रे कसले ल्यायो सत्यानाशले सत्यानाश भयो नि त यो मिठो रहेछ तिमी बिर्स यो खाना नि होइन हेलमेट राख्दा चाहिँ हरायो कि भने यसो गरेर आउँछु कस्तो भयो त पोखरा ट्रिप कस्तो भइरहेछ भेरी गुड बेलुन पोखरा आउँदाखेरि मोर देन एक्सपेक्टेड नै डेलिभर गर्छ होइन सो द्याट्स वाट गाइस उसको त्यो आइरिस पपको डान्स जुन चाहिँ त्यहाँ स्टोरीमा राखेको छ त्यसले देखाउँछ अस्ति मलाई एकजनाले के अरे कमेन्ट गराएको छ क्या प्राइमले बाइक बेचेर हो कि लुब्रिकेन्ट हो नि हो के हो खाएर पम्पटप भइरहेको Yeah, so that's what. Guys, look so cute. Hi guys, just look at my dress, guys. Ma यस्तो राम्रो रेडी भएर निस्केको मान्छे. Sorry bro. उहाँले उहाँले आफ्नो जुत्ता बचाउने चक्करमा हाम्रो पुरै आउटफिट रुल गरिदिनु भयो. तिम्रो भोइस मेरो चाहिँ लिपसिङ छ ओके Nobody was fun यार उसँग हामी राइड गयो हैन बट यता देखा न मुल्ला म अब एयरपोर्ट चढ्न लागिरहेको छु चस्मा लगाएर आज प्लेन यसले चलाउने आज एयरपोर्ट चढ्न जाँदैछ म आज फेरि एयरपोर्ट चढ्न जाएको छु फ्रम पोखरा टु काठमाडौँ सुखमङ्गल होस् यो भिडियो अपलोड गर्न पाओस् है त What the डर लाग्यो माइ लर्ड डर लाग्यो पनौती हेरे के छ दाइ व्हाट्स अप लेट्स गो दाइ अब वी गोइङ वी मुभिङ ल हाम्रो स्टे राम्रै भयो यहाँ मेजेस्टिक लेक भ्यूमा एकदम रमाइलो भयो स्विमिङ बेस्ट पार्ट भएको स्विमिङ के यहाँको त्यो रमाइलो भयो नो रेस्ट्रिक्सन्स केही पनि थिएन हामी आफ्नो रमाइलो गर्दै थियौँ यहाँ चाहिँ हाम्रो यो फ्रन्ट अफिस छ फ्रन्ट डेस्क सबैलाई हाई भन्न चाहन्छु बाई बाई पनि भन्न चाहन्छु हजुरहरूलाई है त स्पेसली हजुरलाई पनि बाई सो अब यति भन्दै अब हामी जानुपर्छ गाडीमा यो चाहिँ चढ्न मन थियो एउटा लाइफमा बलुन रहेछ दामी सेप्टेम्बरमा हुन्छ हो ल अब सेप्टेम्बरमा आउँछु म जुलाई अगस्त सेप्टेम्बर ल ठिक छ होइन दाइ चढ्नु भएको छ हजुर अस्ति हाम्रो यसको इनोग्रेसनको बेलामा मैले नै होस्ट गरेको थिएँ नि त चढ्ने मौका पाएँ लिफ्ट चढेको Nissan, how are you? Feeling good? Yeah, feeling much better. Hangover. No, Nes hang. उसको निसाङ होइन है अब नेस ह्याङ नाम होइन त अब हामी लाग्छौँ यहाँबाट त बाई बाई सबैजना है बाई बाई हजुरहरूलाई सब्सक्राइब गर्नु होला हामीलाई सब्सक्राइब गर्नु होला हाम्रो गाडी आइसकेको छ एज यु क्यान सी द गाडीज त्यही राख्नु पऱ्यो ल्यापटप चाहिँ यहीँ माथि राखिदिनु होला Highway to hell. Hangover. Oh my. That's it. Dare, dime dare. ड्राइभर दाइ लिनुहुन्छ बल्ब खोलेर दिन्छु दाइ पर्दैन पुस्तकारी एउटा हातमा दुईटा लड्डु वाउ धन्यवाद आई एम ह्याभिङ फन सबिन राई एन्ड 99 अगस्ट तिमी नै हो जिन्दगी तिमी नै हो सास हामी आइसक्यौँ एयरपोर्टमा है त धन्यवाद दाइ धेरै धन्यवाद हजुरको शुभ नाम दाइ ल नाइस टु मिट यु नेपालमा पाउने वान अफ द सस्तो बाइक है त 2500 यो बाइक चाहिँ बवाल छ है तर यसमा चढ्न चाहिँ मिल्दैन है त सरी तर क्या दामी लाग्यो मलाई Golden House, yeah.
सो पालो आयो त अब हाम्रो पालो एज यु क्यान सी यो बुद्ध जय गौतम बुद्ध अब त कोही मान्छे छैन लास्ट प्यासेन्जर आम द लास्ट प्यासेन्जर फर टुनाइट वन्स अगेन 12C यता झ्यालतिर होला यति सानो हुन्छ प्लेनको ल अब एकछिन भित्र गएर भेटौँला है सी यु इनसाइड नमस्ते हजुर योसँग कति हो तिम्रो 12 बी मसी हो अंग्रेजी बोलेको हमको नहीं आती है यात्रा नहीं आउँदैन यात्रा किताब यस्तो यात्रा 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 नि के शुक्लाफान ठाउँ थाहा छ तपाईलाई शुक्लाफान हामी एउटा वर्ष दामी त्यति हो यो मेरो हैन नि त ए ओके थ्यांक यू सो मच सानो नि साथीहरु बाँच्यो फेरि पनि बाँचेको छौँ हामी ढुक्क साथी आज त मलाई केही पनि थिएन आज ढुक्क अस्ति वेदरले गर्दा फेरि आज एउटा हेली क्र्यास भएर छ नि त हैन केदारमा नमस्ते हजुर माई गॉड वाउ वेलकम टु काठमाडौँ धन्यवाद पानीले हामीलाई स्वागत गरेको छ काठमाडौँमा सबैजनाहरू पानीले स्वागत गरेको छ हामीलाई काठमाडौँमा थ्याङ्क यू सो मच इन्द्र देवता सिधै छ त मान्छेभन्दा चाँडै आएछ हाउ फास्ट आज मैले माइक अन गर्न बिर्सेछु के हल्का झ्याझ्यार आयो होला अघि न चाहिँ नट नाउ सो काठमाडौँमा चाहिँ हामीलाई पानीले स्वागत गरेको छ एकदम मिठो पानीको बर्सातको समयमा चाहिँ हामी ठ्याक्क लाइन गयौँ उता यस्तो ह्युमिड यस्तो गर्मी थियो लाइक 5-6 बजीसम्म नि अप गर्मी हुने क्या सो गएर अहिले एकदम कुल फिल भइरहेछ सायद गाडीको एसी पनि हो अनि हामी आइसक्यौँ 5:34 भइसकेको छ अहिले हामी अन द वे टु ट्राइम सोरुम है त See you later. So yes, finally you can see me here at नक्साल सोरुम ट्राइममा आइसक्यौँ हामी मजाले राइड रमाइलो भयो भ्लग पनि इन्ट्रेस्टिङ भयो सो आजको भ्लगमा चाहिँ खासै त्यस्तो भन्दा पनि डाइरेक्ट फ्लाइट थियो अरू केही दायाँ बायाँ केही कुराहरू थिएन अहिले चाहिँ हामी सोरुम आइसकेका छौँ एज यु क्यान सी दिस इज ट्राइम सोरुम नक्साल सो दामी मजा आयो आजको फ्लाइट चाहिँ हल्का डर लाग्दो थियो त्यो गएर त्यो बुद्धमा चाहिँ अलिकति एक्सपिरियन्स त्यति राम्रो बुद्धको फ्लाइटको एक्सपिरियन्स चाहिँ अलिकति त्यति मजा आएन है जुन अस्ति हामी यतिमा गएको थियौँ त्यो चाहिँ थ्रिल थियो पानी परेर गएको त्यो थ्रिल थियो आज त्यस्तो थ्रिल चाहिँ के थिएन तर जस्ट ल्यान्ड हुँदा चाहिँ पानी परेर मजा आयो मौसम चाहिँ यहाँको चिलै छ उता चाहिँ हप थियो ह्युमिड धेरै थियो भने काठमाडौँको चाहिँ त्यति गर्मी फिल भएन सो वी आर ब्याक हियर एट काठमाडौँ है त सी यु नेक्स्ट भिडियो टिल देन किप लभिङ किप सपोर्टिङ टु शेयर ब्लग्स जय नेपाल बाई बाई